यो चाहिँ मेरो बहिनी हामी छ सो हेलो एन्ड नमस्ते सबैजनालाई इट्स मी वन्स राइट वेलकम टु माई च्यानल अनि आज चाहिँ म धरान आइसकेको छु हिजो बेलुका आइसकेको थिएँ 6 बजे बेलुका 6:30 त्यस्तैमा आइपुगेको थिएँ अनि हिजो धरानको भिडियो बनाइनँ मैले बेलुका भएर अनि अहिले चाहिँ म जाँदैछु साथीको घर अलिकति सामान बोकेर त्यस्तै हो यस्तो छ धरानको हालत उसी लागिरहेको छ धरान पनि अनि मेरो साथीको घर चाहिँ कहाँ हो भने माथि कता हो 16 नम्बर हो त्यो चाहिँ 16 नम्बर भन्ने चिन्छन् अनि त्यहाँ जान आँटेको छु म अनि यस्तै छ जिन्दगी धन्यवाद करेन्टली म चाहिँ पानमारा बस्नु दिस इज द प्लेस यहाँ हुसी लागिरहेको छ धरान पनि अहिले चाहिँ बिहानीको 7:30 भएको छ अनि म चाहिँ भान्चोक आइपुग्न आँटेँ चाहिँ पानमारा बस स्ट्यान्ड अनि मस्ती छ धरान भान्चोक त्यसपछि म सफारी चढेर जान्छु यस्तै छ करेन्टली म चाहिँ करेन्टली हान्दैन कि भर्खरै म चाहिँ दुइटै एउटै शब्द हो मलाई थाहा छ त्यही जे हो रुद्राक्ष पार्कमा चाहिँ रुद्राक्ष पार्क पनि छैन यो चाहिँ खासमा ड्रेन माथि बनाएको छ क्या समथिङ यहाँ मुनि ड्रेन भएको छैन माथि फोरेर नि धरान स्थित छ केही छैन हाम्रो हल्का दाजुहरूले भिजिटमा जानुभयो होला त्यसैले यता अलिअलि फोहोर होला तर धेरै जस्तो फोहोर छैन ठाउँमा मात्रै छ अनि यो चाहिँ हो झन्डा पार्क ओ मेरो मुखबाट कहाँबाट झन्डा पार्क यो चाहिँ रुद्राक्ष पार्क हो अनि म चाहिँ भान्चोक आइपुग्नु आँटेँ होइन यस्तो छ मेरो जिन्दगी न घाम न पानी होइन यो बोकेर हिँड्दैछु यो यस्तो छ रुद्राक्ष पार्क अब म भान्चोक निक्लिन्छु अहिले चाहिँ खाली छैन भान्चोक पुरै सबैभन्दा क्राउड भएको ठाउँ भनिन्छ भान्चोक र सब्जी मन्डी जाडोले बोल्नै सकेको छैन यस्तो हुसी लागिरहेको छैन अनि म ज्याकेट त्यो नि हाफ ज्याकेट अनि स्लिभ्स नर्मल स्लिभ्स के भन्नु के हो के भन्छ थाहा छैन कमेन्टमा लेखिदिनु होला यस्तो भेस्टलाई कुन भेस्ट हुन्छ भनेर यो चाहिँ खासमा कटनको यस्तै छ रिसेन्टली चाहिँ घन्टा घर आएको छ धरानको क्लक टावर कस्तो ब्लर हो यो चाहिँ छ धनहरको घन्टाघर म चाहिँ भान्चोक आइपुगेको छु दिस इज दि रुट त्यो बिहान भएर मात्रै यस्तो खुल्ला भएको होला धेरै जस्तो उतै हुन्छ धेरै जस्तै आउँदै हुन्छ क्राउडै हुन्छ होइन त्यहाँ अब सफारी लिएर ताप बसिरहेको म चाहिँ अब आइपुग्नु आँटेँ एन्ड यो ब्रो इज फकिङ हियर म चाहिँ भर्खरै आइपुगेको छु कुन चोक भन्छ कमेन्टमा लेखिदिनु होला है कत्रो ब्लर हो यो कुन चोक होला थाहा छ भने कमेन्टमा लेखिदिनु होला अनि अब एक्लै लुखुर कुकुर जस्तो कुदिहिँड्दैछु बिहान होइन के छ र दिस यो कसको घर होला यो घरको छिमेकीहरूले हेर्नुहुँदैछ भने यो भिडियोमा कमेन्ट गरिदिनु होला यो घरमा को बस्छन् कुन जातको बस्छन् दामी लाग्थ्यो घर म जस्तो पाकेको छ यहाँ हेर्नु त अघि म झरेको चोक यहाँदेखि उयो पर हो क्या होइन अनि म चाहिँ त्यहाँदेखि तल गएर फेरि माथि आउँदैछु यस्तै हो बाटो नचिनेपछि
मेरो साथी गर्छु यहाँ छ अनि घरमा युवान साथी हुनुहुन्छ आन्टी के हुनुहुन्छ रहेछ उनीहरूको चाहिँ एक्जाम हुँदैछ अरे एक्जाम दिनु गएको छ त्यस्तै हो अनि म चाहिँ भर्खरै आएको म चाहिँ तर फुवाङ्गे छैन होला म फोन गर्छु फुवाङलाई चाहिँ अनि छ भने छ छैन भने म घर फर्किन्छु अनि युवाङ चाहिँ अहिले कलेज गएको रहेछ मेरो चाहिँ घरबाट जे बोलाउनु भयो दिदीकोमा जाने नि त अनि घरमा कोही छैन रहेछ अनि म चाहिँ आन्टीलाई बिहा भनेर टर्की गरेर आन्टीले हिजो आन्टी ओभर राम्रो हुन्छ र बेस्ट आन्टी एभर क्या साथीको मम्मी आफ्नो मम्मी जस्तै क्या होइन मेरो यहाँ आएको भाडाभन्दा धेरै फिर्ता मलाई पैसा दिइराख्नु भएको छ यहाँ कस्तो कस्तो बोला त बुझ्छ नि क्या गेम मनी होइन अब वेस्ट टु कम थियो त्योभन्दा एक्स्ट्रा प्लस दिइराख्नु भएको छैन अनि आन्टीले सल्युट मेरो भएर आन्टीहरू धेरै माया आन्टी खतरा हुनुहुन्छ होइन अनि अहिले चाहिँ म फुवाङको घर जान्छु त्यो घरमा थिएन गोद दिने हो अनि त्यस्तै छ हाम्रो फुवाङ भाइको घर चाहिँ यस्तो छ होइन हाम्रो ग्रुपको रिच केटा हो क्या रिच बोय होइन अनि म चाहिँ फुवाङले फोनै उठाएर अब म चाहिँ बहिनीको घर जाँदैछु बुबुको घर त्यस्तै छ फुपूको घरको रोड चाहिँ म चाहिँ बहिनी घरै भेट उफ्रिँदैछु यहाँ फुवाङमा भेटेर आएको होइन उठाएकै छैन फुवाङले फोन कता हुनुहुन्छ त्यस्तो छ निनी घर चाहिँ खतरा छ निनी निनी मैले चाहिँ चारो पकाउनु धेरै छैन निनीको सुँगुर होइन अब सुँगुर थोरै छ एन्सी हाम्रै तरकारी देखा होइन भिडियो बनाएको ठुलो भइसक्यो चाहिँ अलिक मजाले खिच अनि कायका कुखुरा कुखुरा गाडी गयो त्यस्तै छ म I'm happy because everybody loves me. I'm not alone, bro. कस्तो हुँदैछ त स्कुल अनि नुवा बहिनीले पानी दिएको कति आउँदैछ तेरो साँच्ची मैले हेरेकै छैन हाल्नु चाहिँ हालिरहेको छैन अहिले आएर यस्तो है मेरो भिडियो नहेर्न है ठिक छ सत्श्रीकोमा जान्थ्यो कि नुवा सत्श्रीकोमा यस्तो छ मेरो बहिनीको घर कस्तो राम्रो छ मेरो बहिनी हेर्नु त स्किन डिफ्रेन्स भेटिरहेको भयो के भनेन त्यो नुहागाउँ जानुहुन्छ भने भने त्यही भयो उसले नै आफै भन्नु म त्यहाँ गोरहटाको उभिएको थिएँ नि त फुवाङले रेकर्ड होइन नुहा जे पाइँदैन बोल है यो नहाल्दै साँच्चीमै म त हालिदिने हो फुवाङकोमा के उयो भयो फुवाङ ढोका खोलेन उठेन नि मलाई बोलाउनु नि बोलाइन अङ्कललाई बोलाएनस् त अब जान्छु बोलाउनु
अनि शास्त्री गाडी बोलाएको छ भने जानु फेरि जाने मेरो हात तँलाई मात्रै बोलाएको तँलाई मात्रै बोलाएको होइन बारी हेर्दा यो चाहिँ मेरो बहिनी दामी छ कि छैन कमेन्ट हानिदिनु होला होइन जा बारी हेर बरु मेरो साथीहरू आँखा चाहिँ नल तेरो साथी को छ र फुङ त छ मेरो बहिनी सिङ्गलै छ यहाँ छ हौ आँखा बारी नल बारी यस्तो छ मेरो बहिनीको बारी के को बोटोलु भने के थाहा त मैले रोपेको होइन लसुन हो कि प्याज हो तँलाई थाहा हुने होइन झन् त झन् एक्सपोर्ट मान्छे हेर्दा त प्याज जस्तो छ लसुन होला लसुन अरे लसुन प्याजै रहेछ होइन लसुन हो कि प्याज हो झन् मैले हातमा क्रिम धसिरहेको छु स्मेल आउँदैन क्रिम गर्दै स्मेल आउँछ होइन झन् क्रिम लसुन हो देखिस् होइन हो हो यहाँ चाहिँ छ उहाँको नरियलको बोट यो अर्काको हो यो हामीले त काटिदिइसकेको किन काटेको भएको एउटा नरियलको बोट काटेको मलाई आरोप लगाउँछिस् उता जा न उता बरु यहाँ यो हेरेर कसलाई कसको याद आउँछ कमेन्टमा लेखिदिनु होला मनिष भन्ने मनिष राईको तँलाई बोलाउँदै होला कि अनि मम्मी फेरि अब सुनेर म चाहिँ यहाँबाट दुध र बिस्कुट खाएर टाप ल जाने हो बाई बाई तिमी जाने होला है म अब मेरो डेस्टिनेसनमा जान्छु कहाँ हो तिम्रो डेस्टिनेसन चाहिँ अनदर वर्ल्ड थाइल्यान्ड नजाने थाइल्यान्ड लैजान गइहाल्छु थाइल्यान्ड मेरो बहिनीलाई चाहिँ थाइल्यान्ड लग्नु होइन त्यसैले छिटो छिटो सब्सक्राइबर भराइदिनु अनि म थाइल्यान्ड लगेर जान्छु नजाने थाइल्यान्ड जाने नि अनि छिटो सब्सक्राइब गराइदियो जस्तै यहाँ लाइक सेयर सब्सक्राइब गरिदियो भन नि त अनि थाइल्यान्ड जाने लाइक सेयर लाइक आउँदैन मलाई भन भन लाइक कमेन्ट सब्सक्राइब सबै गरिदिनु होला अब भन्नुभयो अब यस्तो राम्रो बहिनीले भनेको छ होइन अब गर्नु पर्यो है त ल सेयर गरिदिनु होला धन्यवाद म चिया खान्छु अनि म निक्लिन्छु फुवाकोमा किन नभए भरे बेलुका आउँछु घर जान्छु पर्फेक्ट मस्त छु मलाई ए वान छ भने मुझे पता नहीं और आगे ये होगा भाई थैंक यू बाय बाय कंप्लीट आई एम फुल हैन आई एम फुल अब म एकछिन बस्छु अनि नुहानी जाने रे मसँगै अब एकछिन ढल्केर यति भन्दै म मेरो भिडियो यहीँ एन्ड गर्छु अनि लाइक सेयर सब्सक्राइब गरिदिनु होला धन्यवाद अनि यहाँदेखिको अर्को कन्टिन्यू भिडियो चाहिँ म भोलि पोस्ट गर्छु होला सो बाई बाई नमस्ते सबैजनालाई धन्यवाद